एउटा कुरा भन्नु मन लाग्थ्यो मलाई कसलाई भन्ने हजुरलाई क्या भन् न अर्को बिहान भयो लास्ट छि छि किन त्यही गाला मान्दिमलाई हो क्या अब हजुरलाई भन्ने त हजुरलाई नभनेर भन्ने किन बिहा नि किन नि त्यत्तिकै बिहा छ नि लाल लाउने मान्छेले के भन्ला मान्छेले के भनेर हुन्छ र मोर्ची नै नि त्यस्तो खरो छिन् पहिल्यै सोचेर गर्नुपर्छ गरे नि के काम नि जान्दिन् त्यति आफ्नो काम गरे बानी पछिन् क्या गछिन् गरेपछि पछि त्यो नहुने पहिल्यै सोच्नुपर्छ क्या पछि उ गर्ने भन्ने कुरा त सबैको उ हुन्छ तब केटा मान्छे भयो केही नहोला केटी मान्छेलाई गाह्रो हुन्छ पहिला नसोच्ने परेर ल्याउने अनि अहिले फेरि त्यस्तो भनेर पाइन्छ पहिला त अनि फेरि त्यस्तै भयो त अनि माया बस्यो अब त्यस्तो माया बसेर ल्याउने नबस्न नल्याउने भनेर कहाँ हुन्छ त्यस्तो नराम्रो छैनिन् केही छैनिन् जेमा नि अघि सकिन् राम्रै छिन् त्यहाँभन्दा के खोज्ने हो र अब त्यो बिहान उठ्ने यताउता धन्न गर्ने टोइलेटतिर हान्नुको कुरा नि हुन्छ नि अब अहिले बिहान उठेर धर्ना त के गर्ने र त्यो कुरा त के होइन अब काम गरे त्यो त छुट्टै कुरा भयो अरू के गल्ती देखिस् त ल भन्नु गल्ती होइन त्यसै गल्ती नदेखिकन नि के गर्नु गल्ती देखेर मात्रै उयो गर्छन् नि अनि त्यही त हो नि भन्दै अब मैले हजुरले नमानेर के गर्ने हो नि अब मैले मान्नु अब मनै छैन भने चाहिँ के गर्ने र अब मनै छैन पहिल्यै नहुन पऱ्यो नि अहिले मन छैन भने मन हुँदा ल्याउने मन नहुँदा नल्याउने गरेर हुन्छ त्यो खराबी कुरा हो त्यो अब जिन्दगी त्यति जसरी नि त्यहीसँगै चलाउनु पर्छ त्यो स्वार्थी कुरा मन पऱ्यो ल्याउने मन नपऱ्यो ल्याउने उनको पनि हुन्छ नि त विचार उनी पहिलो जाने फेरि आउने गरे भने के गर्ने मलाई पागलै हुनु लाग्यो लास पागल भएर फरालेर मऱ्यो हुन्छ त्यस्तो भयो गर्नुभन्दा मै मर्नी मर्नी नि भयो त्यो सुहानी मात्रै ल्याले खराडी गर्नु लाल लाउने भने सुरुमा त ट्यालेन्ट छिन् गरे ट्यालेन्टै नभएन अब ल्याइसकेपछि अब बिस्तारै सिकाउँदै जाने आफ्नो परिवार कस्तो छ भन्ने त्यहीमा घुलमिल गराउँदै जाने होइन अहिले खै के हो कि अरू केटी पो मनपर्छ क्या झन् मनपर्छ ऊ बेलै नहेरे अब आनन्दै हुन्थ्यो ऊ जुन मनपर्छ उयो ल्याउने भने गरे अब ऊ बेला ल्याउने न त्यो गाउँमा भएको आधी सम्पत्ति बेचिदिनु तिमीलाई दिने राख्चे अचिन गर्छिन् अब बिहारसित ल्याएसित दिनु पर्छ तेरो गाउँको सम्पत्ति कति भयो होला रहेछ त्यत्रो सम्पत्ति छ त हेर्दा पो ट्याक्टर छ हातले नापेर दियो हिसाब गरेर खेत गर्छिन् खान्छन् के गर्ने मलाई केही सुझाव दिनु अब त्यो त गयो हुँदै हुन्न नि त्यस्तो अब नल्याउँदै थियो ल्याइसकेपछि त त्यही भने जसरी पनि बस्नै पर्छ भात पकाएर मात्र खानिदिएर के गर्ने हो र भने मान्नु पर्यो अरू गर्नु पर्यो मानिहाल्छ नै मान्छे नै थियो भने त्यो मान्छन् मान्न त नमान्ने होइन तर अब अर्कै मन पर्थ्यो त अब के अन्त नि अब त्यो मन पऱ्यो भने कहाँ पाइन्छ र अन्त अब मिलेर बस्छन् भने दुइटै बिहा गर्ने होला क्या के अन्त दुइटालाई राख्ने हो राक्षस मिलेर तेरो कम्परासम्बर फुटाल्छन् दुइटाले कम्परासम्बर फुटाल्छन् दुइटाले थाहा हुन्छ त्यो मिलाएर कति धेरै मिलाएर बसेको नै को मिलाएर बसेको छ त्यो बाँडेर केही सिग्नलहरू कोही बस्दैन अहिले जमानामा इन्टरभ्यूमा हेरेको थिएँ पुरै बुढा र बुढी मिलेर त्यसमा मिलाउने होला नि अब के गर्ने अब माया त अब माया त यिनलाई नि गर्छु नि तर अर्को मन परे अब के गर्ने अब त्यो झिलान कुरा नगर्का भयो जा बात त सही अब यसो न त हजुरले फकाउनु यिनलाई हजुरले छोरी बनाएर पाल्नु अब बिहा गरेर आएको उता पठाउनु त्यस्तो कहाँ हुन्छ त नि त अर्का आँसु लाग्छ शराब लाग्छ ल्याउँदै नल्याउनु नि बरु पहिला मिलाएर राख्ने होला भन्छु त त्यही भएर मिलाएर राख्छ मिलाउँछ बुढाबुढी त मिल्न नसकेर होला छुट्टा त्यो जीवाले त मिलाएर राखेको नै त्यो डोरबाट मिलाएर कति कल गर्छन् थाहा छैन त्यही चिन्ताले बिराम भएर मन लाग्नु तिनलाई भेट्न जाने आज लौ त कता के गरौँ त अब छोरी मेरो गर्लफ्रेन्डलाई गर्लफ्रेन्ड नै छोड्ने हो नि अब
पछि बनाएको गर्लफ्रेन्डले पनि काम दिन्छ कतै सुहानी बिहा गरेछ भने थाहा पाउँदै बोयफ्रेन्ड टस्सिनीले पनि के काम गर्ला जोले अनि त्यस्तै हो क्या अहिलेको जमानाको मान्छे त्यस्तो नहुने कुरा नगर्दा के भयो के भयो र ल भन्छ यत्तिकै ए यहाँ खिचे हा फोटो चोर मर्न सकिने यार सम्पत्ति दिएर मात्रै हुन्छ गरे